हेलो एभ्रिवान, आज मेरो ट्राभल मिनी ब्लगमा यहाँलाई फेरि स्वागत छ। आज चाहिँ चिरिचट्ट परेर फेरि अर्को आउटफिट लुक्समा चक्क लन्डन किङ्सबाट ट्रेन चढेर म चाहिँ चल्दिएको। अब यत्तिको भइसक्यो। अब यसो भिडियो त खिच्नै पऱ्यो, फेरि चटक त देखाउनै पऱ्यो। अरू कसको फेरि डेभिड गुरुङ गरेँ अनि सबैले भन्छ के हो तिमी त काम पनि गर्दैन, जहिले पनि घुमे गर्छ, अब काम गर्दैन, काम बिजी छ हुँदैन अरे। ओ माई गड, काम किन नगर्नु? काम गर्दाखेरि डेभिड गुरुङले गधा जसरी काम गर्छ र छुट्टीमा त अब यसो चटकमटक गरेर घुम्न त जानु पऱ्यो। त्यही माथि पनि आज भेनाजु फेरि नेपाल जाँदै हुनुहुन्छ, त्यही भएर भेनाजुलाई टक्क मेरो मम्मीको लागि सानो कोसेली र भेनाजुलाई यसो शुभयात्रा भन्न जाऊँ भनेर म चाहिँ चल्दिएको। किङ क्रसबाट तल अन्डरग्राउन्डतिर चल्दै, अन्डरग्राउन्डबाट चलेर चाहिँ अब एलिजाबेथ लाइन चाहिँ लिनु पऱ्यो भनेर सर र यसो अन्डरग्राउन्डमा पनि यसो चटकमटक गरेर यसो भिडियो फोटो टक्क खिच्दै होइन। अरूले हेरिदिइरहेको थियो। अब सबैले हाई हाई भन्दै म चाहिँ चल्दिएको। टक्क तल पुग्यो अन्डरग्राउन्डमा, वेटिङ फर एलिजाबेथ लाइन। अनि टक्क ट्रेन आएर त झ्याप लगाएर डेभिड गुरुङ चढ्दै र यस्तो भिडियो खिचेको त पछाडि त हो दिदीहरू को हो हेर्दै रहेछन्। टक्क लगाएर यो को रहेछ भनेको होला, सायद भोटो भिडियो कति खिच्दो रहेछ, नक्कले रहेछ भने होला। हेरिरहोस्, म चाहिँ ट्रेन एलिजाबेथ लाइन कुरु चल्दिएको। अनि यसो खुट्टालाई पनि एक्सर्साइज गराउँदै अनि बाहिरको यसो सिन गर्दै हेर्नुहोस् त। म चाहिँ अब चाहिँ साउथ हलको साइडतिर पनि पुगिसकेँ। अनि टक्क त्यतातिर पनि यसो फोटो भिडियो खिच्दै अनि चल्दिएको। अनि यसो अब भयो धेरै नै भनेर आफ्नो पनि एउटा यसो गीत गाउँदै म चाहिँ गीत सुन्दै म्युजिकको तालमा होइन, डिचिक पुरा। अनि यताउताको सबैको चाहिँ ट्याक्क भिडियो खिच्दै चाहिँ चल्दिएको। किनकि आजको दिन चाहिँ एकदम राम्रो भएको थियो, न पानी परेको थियो न घाम लागेको थियो, ठिक्क एकदम मौसम चाहिँ ठिक थियो। के गर्नु, समर लागेकै छैन अहिलेसम्म। गएको वर्ष त यतिखेर त बिचतिर होइन समुद्रमा पुरा पौडी खेल्दै थिएँ, पुरा रमाउँदै थिएँ। यसपालि त के हो समर पनि लागेकै छैन। अनि टक्क हेर्नुहोस् बाहिरको भ्यू, घाम पनि छैन, बादल लागेको छ, पानी पनि परेको छैन। वेदर चाहिँ ठिक्क छ, तर चिसो छ। के गर्नु, समर लाग्ने बेलामा पनि अझै विन्टर लागिरहेको छ कि हेर्नु, ज्याकेट लाउनु परेको छ। अनि भेनाजु त मभन्दा नि अगाडि पुगेछ, हेर्नुहोस् त। मभन्दा अगाडि पुगेर वेटिङ गरिरहनु परेको छ। टक्क भेनाजु म फोटो भिडियो टक्क खिचेँ, यसो हाई हेलो भने। अनि भेनाजु ल अब शुभयात्रा राम्ररी जानुहोस् टर्मिनल 4बाट भनेर। अनि टक्क म पनि यसो भित्र छिरेर यसो एयरपोर्टको यसो चटकमटक होइन। अब आफू जाने त कहिले नेपाल, अहिले नै जाने प्लान गरेकै छैन। त्यही पनि आफ्नै आउटफिट ज्याकेट के लाउनु भनेर भेनाजुलाई पनि चिट्टा अलिकति खिचेर म पनि वरिपरि यसो आफ्नै खिच्न लगाएर भेनाजु चाहिँ उहाँ चेक इन गर्न जाँदै हुने चाहिँ लगेजहरू हाल्न। त्यतिखेर चाहिँ मैले चाहिँ आफै टक्क एउटा यसो फोटो भिडियो टक्क राउन्ड टर्मिनल 4को हालिदिइहालेँ झ्याप्प लगाएर। अनि त्यहाँदेखि भेनाजु आउनुभयो। टक्क चिसो खाजासाजा खाँदै गफ गर्दै अनि गरेपछि मेरो चाहिँ ढिलो हुन्छ, फेरि नाइट ड्युटी थियो नि त। भेनाजुलाई बाई गरेर शुभयात्रा भने म चाहिँ चल्दिएको। एकदम रमाइलो दिन। थ्याङ्क यू।